यदि हजुरहरु फोटोग्राफीमा इन्ट्रेस्ट हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरहरुकै लागि हो। धेरैजना बिगिनर्सहरूले के सोचेर क्यामेरामा इन्भेस्ट गर्नुहुन्छ भने अब म लट्स अफ मनी अर्न गर्छु, मेरो लाइफ त सेट छ। कुरा त सही हो, तर के क्यामेरा मात्रै राम्रो भएर फोटो र भिडियो राम्रो आउँछ त? हेलो एन्ड नमस्ते, आई एम विवेक फुयाल, सर्टिफाइड न्यू वन एन्ड पोर्ट्रेट फोटोग्राफर बेस्ड इन हेटौडा। मैले फोटोग्राफी स्टार्ट गरेको 8 वर्ष भइसक्यो, अझै पनि सिक्दैछु। अब यसको मतलब चाहिँ के हो भन्दाखेरि फोटोग्राफी एउटा समुद्र हो जुन सिकेर र बुझेर कहिले पनि सकिँदैन। यसको तात्पर्य चाहिँ के हो भन्दाखेरि क्यामेरा मात्र चलाउन आएर भएन, यसभित्र धेरै कुराहरू पर्दछ। यो मेरो युट्युबमा पहिलो फोटोग्राफीको बारेमा भिडियो हो, सो म थोरै इन्ट्रोडक्सन गर्छु, त्यसपछि हामी थोरै इन्डोर सुटको बारेमा पनि हामी यहाँ देखाउँछौँ, हजुरहरूलाई भन्ने छौँ। फोटोग्राफी सटर आइएसओ एपरेचरमा मात्र सीमित हुँदैन। क्यामेरा एङ्गल, लाइटिङ, इन्भाइरोमेन्ट, सब्जेक्ट, ब्याकग्राउन्ड, फोरग्राउन्ड हरेक कुराले इफेक्ट गर्छ। सबै कुरा त बिस्तारै सिक्दै जाने कुरा हो। फोटोग्राफीको बारेमा स्टार्टिङदेखि नै सिक्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। क्यामेरा कसरी म्यानुअल मोडमा चलाउने, फोटोसप कसरी चलाउने, लाइटरुम कसरी चलाउने, एडोबी प्रिमियर कसरी चलाउने, भिडियो कसरी एडिट गर्ने, दाभिन्ची कसरी चलाउने, कसरी कलर ग्रेड गर्ने, सबै कुराहरू म बिस्तारै सिकाउँदै जानेछु। मसँग जोडिरहनु होला। धन्यवाद।